निर्मल दाई पनि हुनुहुन्छ। उहाँ को च्यानलको नाम के हो रे? निर्मल ठकुरी ब्लग्स। निर्मल ठकुरी ब्लग्स उहाँको च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला, माया सपोर्ट गर्नुहुन्छ। अब उहाँले नि कन्टिन्यू यो नोभेम्बर आज 11 तारिक होइन, 11 तारिकबाट कन्टिन्यू विकली हप्तामा 5 दिन काम हुन्छ। जोडले गाँड फाट्नेहरू काम गर्नुहुन्छ 2 दिन। सो हेलो नमस्ते एभ्रिवान, हु गाइज आर फाइन। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। न्यू डे न्यू भ्लग। सो गाइज आजको भ्लगमा चाहिँ हजुरलाई स्वागत छ। कहाँदेखि हेर्नुहुन्छ, जस्तो अवस्थाले हेर्नुहुन्छ, प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला। हाल अहिले म पोल्यान्डमा छु, स्लोभाकियामा छैन। स्लोभाकियामा हुँदाखेरि चाहिँ मैले कन्टिन्यू भिडियोहरूलाई चाहिँ मैले हजुरहरूको माझमा लिएर आइरहेको थिएँ। त्यस सँगसँगै अहिले चाहिँ म पोल्यान्डमा छु, भिडियोलाई कन्टिन्यू गर्न सकिनँ। त्यसको लागि हजुरहरूसँग क्षमाप्रति मागेँ। र म चाहिँ स्लोभाकियामा हुँदाखेरि कामहरू मेरो भएको थिएन, अनि त्यो भएर त्यो 6-7 महिना चाहिँ म त्यत्तिकै बस्नु पऱ्यो, अनि एकदम गाह्रो भइरहेको थियो मलाई। अनि हाल म अहिले पोल्यान्डमा छु, मेरो कामहरू कन्टिन्यू भइरहेको छ। अनि आज इन्डिपेन्डेन्स डे हो, आज ट्युजडे नोभेम्बर तपाईँको 11 तारिक चाहिँ आज हाम्रो कामहरू यो अफिसहरू सबै बन्द छ। अनि अब रुममा बस्दा बस्दा एकदम बोरिङ भइरहेको थियो। अनि दाइहरू यसो घुम्न जाऊँ न कतै भनेर भन्नुभयो। अनि यसो आज हामी पार्कतिर घुम्न आइरहेको छौँ। यतातिर देख्न सक्नुहुन्छ आज एकदम चिसो छ मौसमहरू। यो चाहिँ यो पोल्यान्डमा स्लोभाकियाहरू भन्दा नि रमाइलो छ ठाउँहरू, बस्नको लागि एकदम हाइजेनिक होइन, एकदम स्वस्थ वातावरण छ। अनि अब यतातिर देख्न सक्नुहुन्छ दाइहरू एकदम भिडियोहरू बनाइरहनु भएको छ। हाम्रो यता धर्मराज दाई, नवीन दाई, मेघराज दाई, पुनम दाई, अनि आनन्द, निर्मल दाई, परविन्द्र दाईहरू सबैजना भिडियो अब आफ्नो तालमा इन्जोय गरिरहनु भएको छ होइन। अनि अब कुरा गरौँ पोल्यान्डमा चाहिँ हाल म अहिले कन्टिन्यू मेरो कामहरू भइरहेको थियो। अब धेरैजना साथीहरूले चाहिँ मलाई स्लोभाकियाकै म हाल स्लोभाकियामा छु भनेर चाहिँ मलाई सबैजना साथीहरूले चाहिँ स्लोभाकिया आउँदा के कस्तो के गर्नुपर्छ एन्ड मलाई सोधिरहनु भएको छ। अहिले म स्लोभाकिया छैन, हुन त अब मैले कन्टिन्यू भिडियोलाई चाहिँ मैले अपडेट गर्न पाएको थिइनँ होइन। अब मैले त्यो जाने बुझेका कुराहरूलाई मैले कन्टिन्यू गरिरहेको थिएँ स्लोभाकियामा। अनि त्यो सँगसँगै मैले कन्टिन्यू गर्न सकिनँ, त्यसको लागि माफी माग्छु हजुरहरूबाट। अनि मलाई धेरैजना साथीहरूले अब कमेन्ट गर्दै हुनुहुन्छ स्लोभाकियामा आउँदा के कस्ता भन्ने कुराहरू गरिरहनु भएको थियो। अब म अहिले स्लोभाकियामा छैन, अब पोल्यान्ड आइसकेको छु। मेरो अब कामहरू पनि कन्टिन्यू भइरहेको छ। म आएको मेमा आएको, लगभग अहिले नोभेम्बर भइसक्यो, 6-7 महिना कन्टिन्यू भइसक्यो। अब मेरो फिङ्गरिङ हुने बेला आइसकेको छ। अब यो डिसेम्बर जनवरीमा मेरो फिङ्गर हुन्छ होला सायद, मेबी। अब यता दाईहरू सबैजनाको फिङ्गर भइसकेको छ। अब हामी 4जनाको जतिको चाहिँ फिङ्गर भएको छैन, अब फिङ्गर हुनेवाला छ। अब टिआरसी नि आउँछ जस्तो लागिरहेको छ मलाई। अब हाम्रो भिजा नि अक्टोबर 30 तारिकसम्मको थियो, भिजा नि सिद्धियो अब नोभेम्बर लागिसकेको छ। अब मेबी जहाँसम्म लाग्छ मलाई कार्ड आउँछ होला भन्ने एउटा ठुलो होप राखेको छु, आउँछ होला। अब कार्ड आयो भने घर जान पनि मिल्छ, अब कामहरू चेन्ज गर्न पनि मिल्छ, जतासुकै युरोपको जता गएर काम गर्न पनि मिल्छ, घुम्न नि मिल्छ। अब एउटा कार्डको पर्खाइमा छु, काम नि मेरो कन्टिन्यू भइरहेको छ, कामहरू पनि भइरहेको छ। अनि साथसाथै अब काम चाहिँ एकदम मेरो अलि सुरुमा चाहिँ अलिक गाह्रै थियो, अहिले चाहिँ अब नर्मली जस्तो लागिसकेको छ मेरो काम देखेर, एकदम सहिलो भइसकेको छ। अब काम चाहिँ मेरो पोर्क फ्याक्ट्रीमा हो, पोर्कको हेड कटिङमा हो। त्यो बङ्गाराहरू यस्तो निकाल्नुपर्छ दिनमा, त्यही हो 8 घन्टामा त्यही 3200-3300वटा नर्मल्ली भनौँ न बङ्गाराहरू निकाल्नुपर्छ। त्यही नै हो काम, 8 घन्टा ड्युटी, 5 दिन काम हुन्छ, 2 दिन छुट्टी, स्याटरडे र सन्डे 2 दिन छुट्टी हुन्छ। 1 दिन अब खानासाना खाँदा यता विकेन्ड मनाउँदा गइहाल्छ। अर्को दिन भनेको अब यताउता घुम्दा फिर्दा गर्दा दिन कटिहाल्छ, त्यस्तै भइरहेको छ। अनि भिडियोलाई चाहिँ मैले कन्टिन्यू गर्न पाएको छैन। अब
यो नोभेम्बरबाट चाहिँ म अब भिडियोहरूलाई चाहिँ कन्टिन्यू गर्नेछु। हेर्नु होला, साथ सपोर्ट गर्नु होला, माया गर्नु होला। देकपडा ब्लग्स युट्युब च्यानललाई कतै गएको छैन, हराएको छैन हजुरहरूको देकपडा ब्लग्स यतै छ। पोल्यान्डमै सङ्घर्ष गरिरहेको छ आफ्नो भविष्यको लागि होइन। देख्नेले त भन्लान् यो जतासुकै गएको छ, यसले काम गर्ने होइन, लफङ्गो यताउता भन्लान् होइन। अब जे छ आफ्नो मनमा छ, कामलाई आफ्नो ध्यानमा राख्नुपर्छ होइन। आफ्नो कामलाई कन्टिन्यू फोकस गरिरहेको छु। अब कामभन्दा आफ्नो अब ठुलो केही पनि छैन, सङ्घर्ष पछिको लागि हो होइन। अब त्यही नै हो, माया सपोर्ट गरिदिनु होला देकपडा ब्लग्स युट्युब च्यानललाई, साथ सपोर्ट गर्नु होला भन्दै अब यस्तो छ। अब ह्याप्पी विकेन्ड भन्नुपर्छ अब यता पोल्यान्डको पोलिस भाषामा होइन। जस रमाइलो भइरहेको छ, आफ्नो कुरो हो होइन। अब रमाइलो भइरहेको छ, उता स्लोभाकिया हुँदाखेरि पनि रमाइलो भइरहेको थियो र यता पोल्यान्डमा आउँदा पनि रमाइलो भइरहेको छ। मलाई अब जतासुकै जाँदा नि रमाइलो छ भनौँ न। आफू जतासुकै गयो त्यतै रमाइलो, जता गयो त्यतै घुलमिल भयो, त्यतै रमाइलो छ। ठिक छ, यहाँको मनोरञ्जनदेखिबाट हाइजेनिकदेखिबाट होइन यो सबै एकदम रमाइलो छ। अब नोभेम्बर लागिसकेको छ, आज 11 तारिक भइसकेको छ है। अब हिउँ पनि पर्ने बेला भइसकेको छ। अब तपाईँको नोभेम्बरको लगभग 15-20बाट त यहाँ हिउँ पर्छ। तपाईँको यो फेब्रुअरी मार्चसम्म त लास्टै चिसो नै हुन्छ। अब जाडो महिना सुरु भइसकेको छ। उस्ता उस्तै हो स्लोभाकिया, नेपालको अनि पोल्यान्डको मौसम उस्ता उस्तै हो, केही पनि चेन्ज छैन। र अस्तिबाट चाहिँ 1 घन्टा अलिक पिछाडिएको छ यहाँको घन्टा। हेलो जिन्दोब्रे, यहाँको भाषा जिन्दोब्रे यस्तो भन्ने होइन। रमाइलो छ, खैरेहरू एकदम मजाका छन्। पोलिस अलि युक्रेनीहरू चाहिँ अलिक डाका हुन्छन्, अलिक चोर हुन्छन्, फटा हुन्छन् तिनीहरू। यहाँको पुलिसहरू त एकदम रमाइलो नै हुन्छन्, काम गर्दा पनि होइन। काम गर्नको लागि पनि एकदम हेल्पफुल सपोर्टहरू गर्छन् तिनीहरूले, एकदम रमाइलो लाग्छ। अनि अब हाम्रो निर्मल दाई पनि हुनुहुन्छ, उहाँको च्यानलको नाम के हो अरे? निर्मल ठकुरी ब्लग्स। निर्मल ठकुरी ब्लग्स, उहाँको च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला, माया सपोर्ट गर्नुहुन्छ। अब उहाँले नि कन्टिन्यू यो नोभेम्बर आज 11 तारिक होइन, 11 तारिकबाट चाहिँ कन्टिन्यू विकली हप्तामा 5 दिन काम हुन्छ। जोडले गाँड फाट्नेहरू काम गर्नुहुन्छ, 2 दिन चाहिँ भिडियो बनाएर कन्टिन्यू गर्नुहुन्छ। उहाँको भिडियोलाई नि साथ सपोर्ट गर्नु होला, सबैजनाले साथ सपोर्ट गर्नु होला। सो फाइनल्ली गाइस, आज ट्युजडे इन्डिपेन्डेन्ट ह्याप्पी विकेन्ड डे नि मनाउनु भयो होला सबैजना। यहाँ पोल्यान्डमा रहनुहुने साथीभाइहरू होइन, सबैजनाले मनाउनु भयो होला आज बिदाको दिन। जति पनि हुनुहुन्छ नि मेरो सब्सक्राइबरहरू होइन, मेरो मन हृदयदेखिका सब्सक्राइबरहरू पोल्यान्डमा अथवा यता स्लोभाकियामा हुनुहुन्छ नि, हो उहाँहरूलाई धेरै धेरै मुरी धन्यवाद। किनकि मेरो अहिलेसम्म मेरो यो भिडियो कन्टिन्यू नभएको कारणले पनि उहाँहरूले मलाई साथ सपोर्ट गरिरहनु भएको छ। अझै पनि साथ सपोर्ट गर्दै जानु होला भन्ने मैले एउटा ठुलो होप राखेको छु। तर जे भने रुल्स एन्ड रेगुलेसनको पालना गर्नुपर्छ। अब यहाँ रात पर्न लागिसकेको छ। अब पोल्यान्डमा तपाईँको अहिले ठ्याक्कै बेलुकाको समय 2:14 गइसकेको छ। नेपालमा चाहिँ तपाईँको 7:39 गइसकेको छ। जति पनि पोल्यान्डमा हुनुहुन्छ नि साथीभाइहरू, उहाँहरूले चाहिँ आफू अलि सेफ भएर बस्नु होला। किनकि अहिलेको समय एकदम अहिले पोल्यान्डमा अब जनवरी 1बाट चाहिँ नयाँ रुल्स चेन्ज हुँदैछ। त्यो भएर चाहिँ अलिक सचेत भएर बस्नु होला। जति पनि टिआरसी होल्डरहरू यो स्लोभाकिया, हङ्गेरीबाट होइन, अनि यो बुल्गेरियाबाट आउनुहुन्छ नि जतिपय साथीहरू, उहाँहरू चाहिँ अलि राम्रोसँग सचेत भएर चाहिँ बुझेर आउनु होला। अहिले पोल्यान्डको भिजा दिइरहेको छैन, त्यो भएर राम्रोसँग आउनु होला। पोल्यान्ड अहिले बन्द भइसकेको छ, त्यो भएर राम्रोसँग बुझेर आउनु होला। अनि अर्को कुरो के भन्न चाहन्छु भने, जति पनि हुनुहुन्छ नि स्लोभाकिया भएको साथीहरू, अब म अहिले स्लोभाकियामा छैन। मेरो भिडियो हेरेर साथ सपोर्ट गर्नु होला, माया गर्नु होला। म अब पोल्यान्डको भिडियोलाई चाहिँ म कन्टिन्यू गरिने छु। यति भन्दै म अहिले हजुरहरूबाट म बिदा माग्न चाहन्छु। हेर्नुहुन्छ प्लिज लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। देकपडा ब्लग।